नेपालकै चर्चित गायिकाहरूले पनि अहिले मिठो चेपाङको स्वरको निकै नै तारिफ समेत गरेका छन् भने स्वरकी धनी मिठो चेपाङलाई नेपाली साङ्गीतिक क्षेत्रमा अवसर दिने हो भने उनले नेपाली साङ्गीतिक क्षेत्रमा धुलो उडाएर छोड्ने र अन्य चलेका गायक गायिकाहरूलाई पनि पछि पार्ने पनि सामाजिक प्रयोगकर्ता र मिठो चेपाङका फ्यानहरूले बताउँदै आएका छन् भने चर्चामा आएको छोटो समयमै स्वरकी धनी मिठो चेपाङले धेरै गीतहरू गाउने अवसर पाएकी छिन् भने उनले अहिले पछिल्लो समय आफैले गाएको म्युजिक भिडियोमा पनि उनले अभिनय गर्न थालेकी छिन्। चर्चित युट्युबर पारस भट्टराईले उनीभित्र लुकेको प्रतिभालाई सार्वजनिक गरेका हुन् भने जब उनको प्रतिभा सार्वजनिक भयो तब देश तथा विदेशमा रहेका आम नेपाली नागरिकहरूले भने कुनै पनि हालतमा मिठो चेपाङलाई नेपाली साङ्गीतिक क्षेत्रमा अवसर दिनुपर्नेछ। यदि उनलाई म्युजिक क्षेत्रमा अवसर दिने हो भने मिठो चेपाङ भविष्य निकै नै राम्रो रहेको छ भन्दै